हेलो एभ्रिवान, सबैलाई नमस्ते बिया वेलकम टु माई युट्युब ब्लगमा होइन। धेरै आफ्टर लङ टाइम पछि हाम्रो ब्लग आइसकेको छ। हाम्रो ब्लग स्पेसल चाहिँ आज हामी यति बेला त्यो मिर्मीको ड्याममा छौँ है। मिर्मीको ड्यामबाट चाहिँ हाम्रो आजको ब्लग सुरु हुँदैछ। हाम्रो यात्रा चाहिँ आज हामी मुस्ताङसम्मको यात्रा हो होइन। मुस्ताङसम्मको यात्रामा हाम्रो फर्स्ट हाम्रो स्टेसन भनेको यहाँ मिर्मीमा भयो। मिर्मीबाट चाहिँ हाम्रो ब्लग सुरु भइसकेको छ। सो गाइस हामी डाँडातिर फोटासोटा खिचेर आइसक्यौँ। अहिले चाहिँ हामी मिर्मी क्रस गर्ने क्रममा छौँ। जस हाम्रो अहिलेको स्पेसल ब्लगमा चाहिँ हामी मिर्मीदेखि लिएर ट्याक्क मुस्ताङसम्मको हाम्रो यात्राको ब्लग रहनेछ। सो हेर्दै गर्नुहोस्। Stay tuned. सो गाइस मिर्मी ड्याम यहाँबाट यस्तो देखिन्छ है। अघि हामीले हो त पुलबाट स्टार्ट गरेर थियौँ। यहाँबाट ट्याक्क पारीको त मिर्मी बजार एक त्यो हो त मास्तिरपट्टिबाट आएको आधी खोला, यतापट्टिबाट कालीगण्डकी कस्तो छुट्या है। यहाँ कालीको रहेछ यति के अरे आधी खोलाको पानी नै छुट्या मस्त। सो हामी टक्क यहाँ छौँ। यहाँ चाहिँ अहिले हामी गुल्मी होइन गुल्मीबाट खिचिरहेको स्याङ्जा कटेर हामी चाहिँ गुल्मीमा आइसक्यौँ। अब एकदम रमाइलो भ्यू देखिरहेको छ यहाँबाट। यस्तो चाहिँ यतापट्टि बाटोहरू टक्क होइन यहाँनिर सन्तोष दाले पुरै यहाँ नेपाल। ल अब हामी यहाँ फोटो खिचिन्छ अनि सो हामी फोटोसोटो खिच्यौँ होइन। अब टक्क यहाँनिर छौँ हामी चाहिँ टक्क हर्मीचौर चौतारी समूह यहाँ रहेछ यहाँनिर होइन। टक्क यो चाहिँ कालीगण्डकी कोरिडोर यस्तो दामी छ है। कालीगण्डकी कोरिडोर चाहिँ त्यहाँनिर चाहिँ पारी चाहिँ टक्क यो बस्तीहरू होइन। नाम त हामीलाई थाहा होइन, नाम थाहा भएकोले कमेन्ट गरौँ। यस्तो छ यहाँनिर टक्क। कतै रोक्नु न। सो गाइस हामी निकरममा टक्क यहाँनिर यस्तो झर्नामा आइपुग्यो है। यो झर्नाको नाम पनि थाहा होइन, ठाउँको नाम पनि थाहा होइन होइन, तर दामी छ है। टक्क खतरा हामी यात्राको क्रममा जो मिर्मीबाट पारी हर्मीचौर परेपछि 20 मिनटको यात्रापछि चाहिँ यहाँ आइन्छ है। टक्क यस्तो झर्ना होइन। टक्क यहाँ मान्छेहरू टक्क टन्नै हुनुहुन्छ। सो अब हामी यहाँबाट पनि लाग्दैछौँ है त। Guys, Kusma Bazar. This is Kusma Bazar. Kusma Bazar को वारी हिँड्दै छ होइन। बाटोको स्थिति यस्तो छ। बाटो पिच छैन। मेरो भ्लग हेर्ने एक दुईजना मान्छेहरू यो ठाउँका छन् है। ठाउँको मान्छे गाइडहरू यसमा के अरे बाग्नु पिल्छेर सबसे बाटोको हालत यी होइन। घान्द्रुको उतापट्टि हो कि घान्द्रु माथिपट्टि हो त्यही हो घान्द्रु। जानुभएको छ हजुर? सो गाइड्स हामी यहाँ बाटो ब्लक जाममा पऱ्यो है त। पारिपट्टिको पोखराबाट आउने रोड कालीगण्डकी हामी टक्क यहाँ यस्तो पुरै भिरी टक्क। अब हामी लगभग मालढुङ्गा यही हो मालढुङ्गा। मिर्मीबाट करिब 1.5 घन्टापछि मालढुङ्गा। गाइड्स हामी राति कति बज्यो? 8 बजे कि होइन बेनी बजार टक्क झिलिमिली छ है बेनी बजार पुरै। त्यहाँ रहेछ जाममा टक्क यहाँबाट यस्ता यो बेनी बजार झिलिमिली छ पुरै टक्क पुरै होइन। 3 घन्टा यात्रापछि बल्ल लाग्यो है बेनी।
गाइज हामी बेनी बजारमा भैली खेल्दै हिँडे आएको आधी भिडियो हेलो गुड मर्निङ नमस्ते नेक्स्ट डेको नेक्स्ट पार्टमा वेलकम छ। हामी चाहिँ नेक्स्ट डेको नेक्स्ट पार्ट चाहिँ रुप्सेबाट है, रुप्सेबाट सुरु भइसक्यो आजको हाम्रो दोस्रो दिनको दोस्रो ट्रिप होइन। हामी टक्क यहाँ छौँ, यो चाहिँ एकदम भाइरल रुप्से झर्ना है। ट्याक्क यहाँनिर आइयो हामी बिहानै यति बेला। कति बज्यो अहिले? 6:15 भयो। एकदम चिसो त नकुरा गरौँ, यस्तो चिसो छ कि बिहान हामी चाहिँ जोमसोमबाट के अरे जोमसोम भन्दा बेनीबाट बिहान हामी कति 5 बजी हिँडेको है, 5 बजे अँधेरोमा हो। अहिले त उज्यालो भइसक्यो। यो 1 घन्टामा चाहिँ बेनीबाट यहाँ आइदो रहेछ है। हामी चाहिँ 1 घन्टामा आएको, 1 घन्टा पनि लागेन अझै। यस्तो छ पछाडिपट्टि पुरै टक्क बाटो चाहिँ टक्क अफरोड सफरोड मिक्स म्याच होइन। सो अब हामी रुप्से झर्नाको होइन कलतामा रुप्सेको कति टाढा फोटो हालिन्छ अनि यस डर लाग्दैछ है बाटो चाहिँ। अब यहाँबाट हामी मुस्ताङतिर प्रवेश गर्दै रहेछौँ। हामी यहाँबाट अब बेनीलाई छोडेर मुस्ताङ बाटोको अवस्था ख्याल गरेर आउनु होला आउँदा। सबतिर यस्तो थुप्रै पेट्रोल यस्तो है मुस्ताङमा पेट्रोल फुल नगरिकन आइयो नि यस्तो तपाईँ। ठ्याक्क घाम परेको क्या है। भिडियो छ भन्छ। ल गाइज हामी यति बेला खोला आइयो है। रमणीय छ दृश्य चाहिँ यस्तो खतरा यस्तै। मुस्ताङ 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 भन्थे, साँच्चै मुस्ताङ, मनाली भन्दा मुस्ताङ भन्थे है। टक्कै जन्नतको सियार गरिरह्यो टक्क चिलबारमा। पनि रातै भात चिसो लाग्दै चिसो छ, पुरा गरम चिसोको होइन। टक्क कालीगण्डकी यस्तो छ है। कालीगण्डकी यहाँनिर आएपछि यस्तो हुन्छ पुरै। कालीगण्डकी त पानी छ कि छैन भन्ने थाहा पाइयो छैन हामीले। स्कुटर पनि आउँदो रहेछ पुरै। बाटो कच्ची कच्ची छ। हिमालको फेदै थियो पुरै। त्यो भन्दै नि लाग्दै चिसो छ है बल्ल।
चल्छ उडक्छ हामी घरको तासमा हाम पुरिरहेको मार्फा हेलो गाइस हामी खत्रै कहाँबाट कहाँ आइपुग्यो कहाँबाट हिँडेको कहाँ आइयो हिमालय पछाडि पारियो नि हामीले त हिमालय पछाडि परिसक्यो त्यहाँ हिमाल छ यहाँ हिमाल छ यहीँ हिमाल छ हिमाल छ पुरै हामी टक्क आइपुग्यो लगभग अब यहाँबाट जमसम आइपुग्यो लगभग होइन हामी बिहान 5 बजे साढे 5 लगभग 5 साढे 5 भएको थियो है बेनीबाट निस्केको त्यति बेला चाहिँ ट्याक्कै 8 बजे छ 8 बजे चाहिँ हामी जमसम आइपुग्यो भनेपछि 5, 6, 7, 8 3 घन्टामा चाहिँ हामी त्यहाँबाट आइपुगिँदैछौँ होइन यहाँ चाहिँ रमाइलो छ पुरै प्लेन टक्क यो चाहिँ पोखरा जाने प्लेन है पोखरा यतापट्टि पर्दो रहेछ क्या यहाँबाट होइन टक्क पोखराको चाहिँ जाँदैछ प्लेन चाहिँ ट्याक्क यस्तो छ होइन हामी टक्क यहाँ बसिरहँ घामतिर जाडो भएर लाग्दै चिसो छ है तलतिर भन्दा अझै माथि आएपछि झन् चिसो छ यस्तो छ यी रमाइलो छ मार्फा गाउँ थोरै यहाँभन्दा अगाडिपट्टि छ मार्फाको चाहिँ हामीले भिडियोमा ल्याइएन होइन पछाडिपट्टि यस्तो छ रमाइलो छ त्यो नजारा यी स्कुटर धरी लिएर मान्छेहरू मुस्ताङ आइपुग्छन् स्कुटर धरी आउँछ बाटो चाहिँ पुरै फिलिलिल्लै छ राम्रो छ प्लेन हो उहाँ पुगिसक्यो है तर पोखरा त्यतापट्टि पर्दो रहेछ कि है पोखरा त्यता पर्दो रहेछ है हामी चाहिँ यहाँ यस्तो आयो अब म्यापमा हेर्नु होला पोखरा कता पर्छ भन्ने कुरो त तर त्यति गाडी गएको त्यस्तो साइड पर्यो कि पोखरा हामी अब लगभग चाइना आइपुग्यो होइन नेपाल छोडिसक्यो हामीले अहिले हामी यति बेला चाइनातिर छौँ हिमाल पारी आइयो भनेपछि त कहाँ आइयो आफै बुझ्नुहोस् अब हिमाल पारी आइयो चारैतिर हिमाल छ क्या पुरै टक्क चारैतिर ब्युटिफुल नजारा हिमाल पारी आइयो हिमालको फोटो खिच्न डाँडा गयो भने हिमाल पारी आइयो ल हामी जमसम दिस जमसम एयरपोर्ट दिस हिमाल चाहिँ जमसम एयरपोर्ट है यो चाहिँ जमसम बजारमा आइपुग्यो हामी होटेल मुक्तिनाथ त्यस्तो छ जमसम रोड छ अब हामी जमसम बजार है यो चाहिँ टक्कै
नागबेनी 2 किलोमिटर हामी फाइनली मुक्तिनाथ आइपुग्यो है त पार्किङ पुरै फुल छ बिजी छ मुक्तिनाथ डरलाग्दै भिड छ जस्तो लाग्यो मलाई त माथि भिड छ के यत्रो मान्छेहरू छन् जाम हेलो लेट्स गाइज हामी चाहिँ मुक्तिनाथ आइपुग्यो एकदम मान्छेको अवस्था भन्ने नि यहाँ भयानीय छ ट्याक्क हेर्नुहोस् यहाँ जाम पर्दा पर्दा लगभग 1.5 घन्टा जाम पर्यो हो त्यो तलपट्टिबाट यहीँ आउन 1.5 घन्टा लाग्यो होइन सो फाइनल्ली आइयो अब यहाँबाट चाहिँ मुक्तिनाथ हिँडेर जानुपर्छ अरे होइन अब कति टाइम हो ट्याक्क रमाइलो छ लेक लाइन सुरु भइसकेको छ मलाई चाहिँ स्यासा हुन लागिसक्यो त्यो स्यासा भएको चाहिँ थापेलाहरू हो है यस्तो छ रमाइलो छ हामी हिमालको फेदैमा आइयो बाइक चाहिँ हामी यहाँ तल राखेछौँ यहाँ राखेर चाहिँ फेरि अब हिँडेर जाने क्रममा छौँ र मुस्ताङ भिलेज है यो चाहिँ टक्क यस्तो छ मुस्ताङ टक्क यस्तो छ होइन हामी अब जाँदैछौँ अब यहाँबाट होइन रमाइलो भइरहेको छ हामी फाइनल्ली मुक्तिनाथको मन्दिर नजिक आइयो यहाँबाट चाहिँ मुक्तिनाथ मन्दिर है यो चाहिँ मुक्तिनाथको गाउँ मुस्ताङ हो त्यही मुक्तिनाथ मन्दिर चाहिँ त्यति हो हामी चाहिँ अब यहाँबाट लाइन त्यत्रो छ मान्छेहरू आउने क्रम पनि जारी छ हामी अब बिस्तारै हिँड्दैछौँ मान्छे हिँड्न नसक्नेहरूलाई त्यहाँ त्यसरी डोलामा बोकेर ल्याउने हो त्यहाँ तल चाहिँ हेलिप्याड छ होइन त्यहाँ चाहिँ हेलिकप्टरमा को आयो को धनी मान्छे आयो हामी चाहिँ हिँड्दैछौँ बाइक तल राख्यौँ अब त्यसपछि चाहिँ जाँदैछौँ मुस्ताङ त आइयो कि अब चाहिँ मुक्तिनाथ आइयो बाटोको अवस्था यस्तो छ हिलो छ पुरै हिँड्दैछौँ हामी टक्क जोस् रमाइलो छ गाउँ चाहिँ हिमालको फेदैमा है छ टक्क यस्तो छ नजारा चाहिँ अब जान्छौँ हामी लाइनमा अब कति घन्टा लाइन बस्नुपर्ने हो लाइन बस्छौँ पूजा गर्नु पऱ्यो त्यसपछि बल्ल घुमफिर सुरु हुन्छ है त ल हामी मुक्तिनाथमा टक्क हुँदैछौँ टक्क हामी चाहिँ खच्चरमा जन्नत गर्ने का हाम्रा दुखसरका त दुईमा है घोडा होला गाइस टक्क रमाइलो छ है मुस्ताङतिर रमाइलो छ नआउनेलाई पछुतो छ कतिजनालाई जाम भने आउने मानेन मान्छेहरू होइन त्यसरी खच्चौँ गरेर भाइ फाइनल्ली हामी मुक्तिनाथ आइपुग्यो
मुक्तिनाथ मन्दिरमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यहाँबाट अब टक्कै भलिङ चढ्दै मुक्तिनाथको क्रममा हामी लागिसक्यौँ छ होइन। यहाँबाट अब सिँढी चढिन्छ मुक्तिनाथ मन्दिर। हामी त यस्तरी रिल्याक्स पारामा अझै थकित मोडमा होइन दाइ हिँड्दैछौँ। हाम्रो जन्नतका फेरि परिश्रमको फल मिठो हुन्छ भने हामी पनि परिश्रम गरी बिहानदेखि त्यत्रो हिँडी हाम्रो जन्नतको नजिक आउँदैछौँ। अब लगभग आइपुग्यो भन्दा नि भयो होइन। त्यस्तो छ मान्छेहरूको चाहिँ एकदमै भिडभाड छ पुरै। त्यस्तो छ पछाडि छ यतातिरै स्याउका बगानहरू छ होइन। त खच्चडबाट जाने भयो यताबाट हिँड्दैछौँ यताबाट। आइयो है हामी चाहिँ फाइनल्ली देखिन्छ। मान्छेको हालत दयनीय तर आउनु चाहिँ आइयो। यस्तो नजारा ब्युटिफुल। यस्तो छ है पुरै मुक्तिनाथको। फाइनल्ली मुक्तिनाथ मन्दिर आइयो। ए मुक्तिनाथ आइयो है फाइनल्ली। फाइनल्ली गाइज हामी मुक्तिनाथ मन्दिरमै आइयो है। चाहिँ मन्दिर टक्क लास्टै भिड छ है मन्दिरमा। टक्क यो कालीगण्डकी यहाँबाट सुरु भएको भन्ने छ होइन। टक्क कालीगण्डकी टक्क त्यो भयो। हामी टक्क अब हामी नौनी घुमी पहिला सुरु हुन्छ, त्यसपछि हामी पूजा आराधनातिर लाग्छौँ। त्यही पहिला नुहाउनु ठाउँ कता हो जाम बनाउन यस्तो छ। नुहाउनु हौ उतापट्टि छिटो नुहाउनु। लास्टै भिड हो, लास्ट भिड छ है मनकामना चाहिँ एकेश्वरी मुक्तिनाथ मन्दिर। भिडभाड भन्ने कुरो नगरौँ, यस्तो भिड छ। यस्तो छ कि यस्तो छ कि यहाँ चिबुल्की मार्ने क्या धारा कहाँ हो त नि? धारा कहाँ हो त नि भएको? मान्छेहरूको यस्तो छ यहाँ नुहाउने यस्तो छ है पुरै। कति जाडो होला यहाँ नुहाउन। हामी पनि अब झ्यापझुप नुहाइहालौँ होइन। अब नुहाइहालिन्छ हामी पनि। ल हामी पुरै कपडा सपा काटेर किनभने यो जाडोलाई च्यालेन्ज गर्दै नुहाउने बेला भयो। नुहाउनु जाने कताबाट अरे त्यहीबाट होला। एकै यहाँबाट है छ त्यसै आधार भयो कहाँ हो उतै होला। अनि जाडोलाई एकदम पछाडि पार्दै मुक्तिनाथको घुममा टक्क लास्टै चिसो छ पानी। नुहाउने हो भन्ने कुरो हो। देख्दा यस्तो स्थिति छ। बाइस तेरो होइन हजुर 108 हो हजुर। ओ माई गॉड यहाँ त कुरो भिडियो बनाइन्छ। यस्तो छ है भिडभाड छ, लास्टै भिड छ।
यहाँ यस्तो छ यहीँबाट छिर्ने उताबाट निस्क्यो त्यतापट्टि निस्किने हो क्या भिडियो मेरो देखाउँदैछ पक्का आउनु न एक सय 8 चोटि हुन्छ अलि सबै पाप धोइन्छ गाइस फाइनली हामीले यो लुगाएर चिसो चिसो भएको होइन मजा आयो मजा अब पूजा गर्ने कति बेला पाइन्छ भन्ने कुरो हो पार्क हालियो यस्तो पुरै नयो मस्त जाडो भयो हाम्रो ड्रेस चेन्ज गरिन्छ यहाँ पानी खाएको मैले त अघि ए हो कस्तो त गर्दाखेरि खायो नि त पवित्र पानी खायो जल अब हामी यहाँ ड्रेस चेन्ज गरिन्छ सबै हाम्रो गर्ने छ होइन यता मुक्तिनाथमा नुहाएर हिँड्नेको भिड हामी चाहिँ लाइनमा छौँ है यहाँ गएर छुन्न गएर फेरि मिन्टै गर्नु पऱ्यो है भडक्क है यहाँ 108 धारा खान मान्छेहरू यो दौड छ यहाँनिर माथि मुक्तिनाथ मन्दिरभन्दा माथि त्यहाँबाट यी सुरु भयो कालीगण्डकीको मुहान भन्छन् के अरे होइन कालीगण्डकी यहाँनिर यस्तो कालीगण्डकी ट्याक्क कालीगण्डकीको उत्पत्ति हो यहाँबाट भएको मान्छे बाबा लास्टै भिड छ है मान्छेको चाहिँ भिडका भिड छ र कुरा गरौँ यहाँभित्र पुग्ने हामी फाइनली गाइज हामी अब मुक्तिनाथ दर्शन गरेर सकेर चाहिँ अब कुम्ला गन्तेरा बोकेर फर्किँदैछौँ यस मुक्तिनाथ आयो एकदम मजाले स्नान गरियो हिमाल देखिन्छ त्यहाँ टक्क यस्तरी होइन अब चाहिँ हामी लाग्छौँ अब मुक्तिनाथ शिव फेरि भेटौँला मुक्तिनाथ है त अब टक्क यहाँबाट बिस्तारै बिस्तारै
हो सरी है होइन बिस्तारै बिस्तारै झर्दैछौँ टक्क यहाँनिरबाट यसरी हामीले यहाँ स्नान गरियो फेरियो अब चाहिँ हामी फर्किन्छौँ जय मुक्तिनाथ भगवान्ले सबैको रक्षा गरून् मुक्तिनाथ मन्दिर चाहिँ यही नै हो है यहाँ कुण्ड छ यताउति यस्तो छ होइन अब हामी चाहिँ लाग्छौँ अब तल गएर खानासाना खान्छौँ अनि त्यसपछि सो फाइनल्ली गाइज हामी स्या हुँदै ओ त हिमालको फेदबाट आइयो यता हिमालु हिउँ झरेर खुइलित्तै भइगयो अब हामी मुस्ताङ छोड्ने क्रममा छौँ होइन मुस्ताङको मन्दिर छोडेर आयो अब हामीलाई मुस्ताङमा बस पार्कमा छौँ चहल पहल छ यहाँ एकदम भ्यू पनि यहाँ खतरा देखिरहेको होइन हिमालको हिउँ झर्ने क्रममा छ बस पार्क बिहान आउँदा हामी एकदम जान्थ्यो अहिले चाहिँ खाली भइसकेको छ अब चाहिँ हामी निस्किन्छौँ सो गाइज अब हामी मुस्ताङबाट नजारा छोड्दै अब फेरि तलतिर लाग्दैछौँ अब तल हामी लोमानतिरै तल कागबेनी है त्यसपछि कागबेनी जोमसोम त्यही आजको यात्रा कहाँसम्म हुन्छ अनि फिक्स छैन हिँड्दै गरौँ कहाँसम्म हुन्छ है त त्यस्तै हुन्छ कि Bye. This guys, हामी यति बेला टक्क यस्तो वन्डरफुल भ्यू हेर्दैछौँ यहाँनिरबाट यो चाहिँ यो त मुक्तिनाथबाट झरिसकेपछि अब झर्ने बेलामा तल चाहिँ कागबेनी है यस्तो दामी खालको भ्यू त यस्तै कडा छ हामी चाहिँ उतापट्टि जाने है यतातिर पश्चिमतिर अनि हामी चाहिँ अब यतातिर गए चाहिँ अप्पर मुस्ताङतिर गइन्छ हो त्यो चाहिँ हिउँ देखिएको डाँडो ट्याक्क त्यसको उतापट्टि त्यो कोन्द्राको फेदैमा चाहिँ उतापट्टि चाहिँ मुक्तिनाथ मन्दिर हो ट्याक्कै यहाँनिर यस्तो दामी छ ट्याक्कै दुबई घुम्न जान्छन् मान्छेहरू दुबईभन्दा खतरा क्या यस्तो छ पुरै नजारा लुक्स त्यो मुस्ताङ गएर रमाइलो भइरह अहिले नदेखेको नौलो नौलो दृश्यहरू देखिरहेको होइन यस्तो टप्प कडा कडा के छ दाइको यो सन्तोष दाइको खबर एकदम रमाइलो लागिरहेछ रमाइलो छ नि होइन झन्डा मजाले फर्केर मलाई एक्सपिरियन्स भइरहेछ मुस्ताङ आउनुहोस् एकदम वर्थ इट छ यो चाहिँ छुटाउनै नहुने डेस्टिनेसन सो गाइज यो चाहिँ सब हिमाल हो है हिमालबाट हिउँ झरिसकेको हो त्यो टुप्पा टुप्पातिर अलिअलि बाँकी छ यो सब हिमाल हो है यो चाहिँ बिहानमा हामीले देखिने सेतो सेतै सबै यही डाँडामा हिमाल भएर के अरे हिउँ पलेपछि यही हो हिमाल है सो अब हामी चाहिँ लाग्छौँ अब चाहिँ कागबेनी है हामी गुम्बा लेक पनि आइपुग्यो है बिस्तारै बिस्तारै आउने क्रममा दुम्बा लेक भन्ने ठाउँ आइयो यहाँ माथि हिमाल यही पछाडिपट्टि ठिक्क टल्किरह यही पछाडि है ढक्क हिमाल चाहिँ हामी चाहिँ जोमसोमबाट फेरि भित्र छिरेर अहिले दुम्बा लेक आइयो अब आउँदा आउँदा मुस्ताङतिर सबै त्यो पारिपट्टि होइन टक्क त्यो चाहिँ मार्फा गाउँ है त्यो पारिको मार्फा हो है मार्फा गाउँको त्यो टक्क मार्फाको टक्कै पारि ओ यतापट्टि जोमसोम हो जोमसोम अलि यतापट्टि पर्छ यो चाहिँ दुम्बा लेक टक्क दुम्बा लेक
खतरा दुम्बा लेक हामी दुम्बा लेकमा दुम्बा लेक गाइज हामी दुम्बा लेकबाट पुगिसक्यो पछाडिको दुम्बा लेकै हावा आयो चलिरहेछ हावा त नपुरा गरम मान्छे हावा डेन्जर हावा चल्छ है मुस्ताङमा चाहिँ ठन्डा फरफराइरह यहाँ बसेर फोटो खिचिन्छ ल अब टक्कै दिस डुम्बा लेक दिस घाम 12 बजे हावा सरेर जम्छु मै बजारमा 12 बजे हावा सरेर सकिँदै सकिन्न हजुर त्यो गाडीहरू पछि पछि आएको छु मजाले आएको छ है हाइलक्स यो त डाउन डेको जाम जस्तो भयो त आइरहेको छ है आज पछि पछि आएर गयो नि त्यो यहीँसम्म आयो क्या उताको गाडी कतिखेर आउने हो उताको गाडी कतिखेर आउन पाउने हो लाग्छ अझ 3 घन्टा यताको सकेर बल्ल आउँछ नि क्या अब यताको सकिन्छ होला अनि फेरि यताकोलाई रोकेर उताकोलाई आउनु दिनु होला है रुप्चे झर्न यस्तो रुप्चे झर्न ल तपाईँहरू झर्ना जाम झर्ना हेर्नलाई भा जाम हजुर जाम अहिले हुँदैन छुट्टै हुन्छ मजाले झर्ना हेर्नलाई रोकिदिएपछि भा भन्नु बिहान यस्तो थिएन है यो त छैन रहेछ